फाइनली अन्तरिक्षमा अड्किरहेका दुईजना यात्रीहरू 286 दिनपछि पृथ्वीमा फर्कन सफल हुनुभएको छ। खास गरी नासाका यी दुई अन्तरिक्ष यात्रीहरू यति लामो समयदेखि किन अन्तरिक्षमा फसे, आज उनीहरू कसरी फर्किएका हुन्, यसको बारेमा यो भिडियोमा संक्षिप्तमा भन्नेछु र त्यो साथसाथै पृथ्वीबाट टाढा रहेको त्यो अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस सेन्टरको बारेमा पनि केही हाइलाइट्सहरू तपाईँलाई भन्नेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। खास गरी आज बिहान अस्ट्रेलियाको समयअनुसार अमेरिकाको फ्लोरिडा स्थित समुद्रमा स्पेस एक्सको त्यो ड्रागन भन्ने क्याप्सुल चाहिँ पानीमा अवतरण गरेको छ र यो क्याप्सुलमा त्यहाँ फसिरहेका दुईजना अन्तरिक्ष यात्री सहित अन्य 4 जना चाहिँ पृथ्वीमा फर्कनु भएको हो। अब यो घटना के भएको थियो त भन्दाखेरि आजभन्दा 9 महिना अगाडि बोइङ भन्ने कम्पनीले बनाएको एउटा अन्तरिक्ष यान छ जसलाई स्टार लाइन भनिन्छ। त्यो स्टार लाइनको परीक्षण गर्नका लागि नासाका दुई वैज्ञानिकहरू बुच विल्मोर र सुनिता विलियम चाहिँ अन्तरिक्ष स्पेस सेन्टरमा जानुभएको थियो र यो 8 दिनको मिसन थियो। 8 दिनपछि उहाँहरू बोइङको त्यही स्टार लाइन यान चढेर पृथ्वीमा फर्कनु पर्ने थियो। तर त्यो यानमा केही खराबीहरू आयो। खास गरी थ्रस्टमा प्रब्लम आयो। त्यो भनेको यानलाई दायाँ बायाँ तल माथि चलाउन प्रयोग गरिने मेकानिजम हो। त्यसै गरी हिलियम ग्यासमा पनि लिक हुन पुग्यो, जसका कारणले बोइङको यो स्टार लाइन चाहिँ पृथ्वीमा फर्कन सकेन। त्यसपछि यी दुई अन्तरिक्ष यात्रीहरू त्यही स्पेस सेन्टरमा बस्नुपर्ने भयो। तर 6 महिना अगाडि मात्रै एलन मस्कको स्पेस एक्सले ड्रागन अर्थात् क्रू 9 भन्ने एउटा यान त्यो स्पेस सेन्टरमा पठाएको थियो। त्यो 6 महिनाको मिसन थियो। त्यसपछि त्यो ड्रागन पृथ्वीमा फर्कनु पर्ने थियो र आज बिहान स्पेस एक्सको क्रू 9 ड्रागन भन्ने त्यो क्याप्सुलमा चढेर ती फसिरहेका दुईजना यात्रीहरू पनि पृथ्वीमा फर्कनु भएको हो। अब अलिकति यो अन्तर्राष्ट्रिय स्पेस सेन्टरका बारेमा कुरा गरौँ। आजभन्दा 26 वर्ष अगाडि यो स्पेस सेन्टर बनाउन सुरु भएको थियो र त्यहाँ अहिले 15 देशका विभिन्न 5 वटा स्पेस एजेन्सीहरूले काम गरिरहेको छ। पहिला सानो थियो, अहिले बढ्दै बढ्दै ठुलो भएको छ। जापान, क्यानाडा, रसिया, अमेरिका सबै देशहरूको त्यहाँ आफ्नो क्षेत्र छ र त्यो स्पेसमा बसेर पृथ्वीको हावापानी र अन्य वनस्पति र विभिन्न रोगहरूका बारेमा पनि स्पेसमा अध्ययन अनुसन्धान भइरहेको छ र यो स्पेस सेन्टरमा एकपटकमा 7 जना अन्तरिक्ष यात्रीहरू बसेर काम गर्न सक्छन् र सन् 2000 देखि नियमित रूपमा यो स्पेस सेन्टरमा अन्तरिक्ष यात्रीहरू बस्दै आइरहेका छन्। र यो स्पेस सेन्टरको स्पिडको कुरा गर्ने हो भने प्रति सेकेन्ड 7.5 किलोमिटरका दरले कुदिरहेको छ र हरेक 90 मिनटमा पृथ्वीलाई एक फन्का लाउँछ। अब यसरी पनि बुझौँ, यति छिटो कुद्छ कि पृथ्वीको 24 घण्टामा चाहिँ माथि स्पेस सेन्टरबाट 16 पटकसम्म सूर्योदय हुन्छ, 16 पटकसम्म सूर्यास्त पनि यहाँबाट देखिन्छ। यदि तपाईलाई आईटीमा करियर बनाउन टेक्निकल ट्रेनिङ, मेन्टरशिप र प्रपर गाइडेन्स चाहिएको छ भने टेक स्किल्स आउनुहोस्। टेक स्किल्सले आईटीमा जब पाउनको लागि धेरै स्टुडेन्ट्स र ग्रेजुएट्सलाई मद्दत गरिसकेको छ। अब पालो तपाईको।